एभ्रिवान आज म चाहिँ यो कुखुराको पखेटा बनाउन जाँदैछु कसरी बनाउँछु हैन एकदम स्वादिष्ट कसरी बन्छ भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला ल म सुरु गरेँ त्यसको लागि म रेडी गरेको छु चप गार्लिक जिन्जर अनियन चिल्ली टमेटो चिल्ली पाउडर कोरिएन्डर पाउडर टर्मरिक पाउडर जीरा पाउडर फियोना ओइल एन्ड यसलाई मैले काटेर रेडी पनि गरेको छु ल यता हेर्नुहोस् अब मैले कसरी बनाउँछु त्यसमा मैले फर्स्ट हाले ओइल एड गरेँ जिन्जर गार्लिक त्यसमा मैले साथमा ओनियन पनि हालिदिएँ प्याजले चाहिँ मजाले फ्राई गर्नुपर्ने हुन्छ है एकदम जबसम्म फ्लेभर आउँदैन तबसम्म यसलाई एकदम भुट्नुपर्ने हुन्छ देख्न सक्नुहुन्छ यहाँ यो हल्का हल्का फोन हुँदैछ नि यता है यता 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 यसले यसलाई हाल्दै मजाले यसलाई भुट्नुपर्ने हुन्छ एकदम काँचो बनाउँदैन है काँचो चाहिँ एकदम कलर आइसकेको छ होइन भात मैले के हो पखेटा त्यसपछि हल्का पाकिसकेपछि मैले एड गरेँ यो जिरा पाउडर धनियाँ पाउडर चिल्ली पाउडर त्यसमा साथसाथमा मैले टमेटो पनि एड गरेँ यसलाई हल्का पारिरहेर त्यसलाई मैले 10 मिनटलाई मजाले ढाल्नुपर्छ अहिले हेर्न सक्नुहुन्छ त्यो मासु कस्तो भयो भन्दाखेरि यस्तै कुखुराको पकेट हो जुन गरेर देखेको भए त खाजा पनि रेडी भइसकेको छ त्यसमा मैले अब यो धनियाँ अनि स्प्रिङ अनियन हाल्छु मैले यसमा त्यसलाई मैले ल गाइस हेर्न सक्नुहुन्छ हाम्रो विङ्स एकदम रेडी भएको छ